पूर्ण साधन स्रोतको परिचालन गर्दै नागरिकको जीवन रक्षा गर्ने, कृषि उत्पादन तथा उत्पादकको वृद्धि गरी खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, संघ प्रदेश र स्थानीय तह बीच समन्वय र सहकार्य मार्फत विकासका लक्ष्यहरू हासिल गर्ने, महिला, दलित, गरीब, अपाङ्ग, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक र आर्थिक तथा सामाजिक रूपमा विपन्न खस आर्यहरूको मूल प्रवाहीकरण गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य र साझेदारी मार्फत आर्थिक गतिविधिलाई गतिशील बनाउने, दक्ष, सबल, सक्षम एवं प्रविधि मैत्री जनशक्तिको विकास गर्ने। माननीय सभामुख महोदय, बजेटका उद्देश्यहरू प्राप्त गर्न तफसिल बमोजिमको प्राथमिकता निर्धारण गरेको छु। संघ एवं स्थानीय तह बीचको समन्वयमा कोभिड-19 महामारी रोकथामको लागि आवश्यक खोप उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरूको स्तर वृद्धि तथा संस्थागत शुद्धिकरण गर्ने, सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारको अवस्था, शैक्षिक गुणस्तर, शैक्षिक सामग्री लगायतका शैक्षिक वातावरण सुधार, कृषि उत्पादन तथा उत्पादकको वृद्धि गरी कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्ने, प्रदेशको राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्योगहरूलाई प्रोत्साहन, आवासविहीन तथा आर्थिक रूपले विपन्न, गरिब र सामाजिक बहिष्करणमा परेका नागरिकका लागि उपयुक्त र सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा भएका शहीद तथा पीडित परिवारको सम्मान तथा संरक्षण, प्रदेश सरकारबाट स्वीकृत भई कार्यान्वयनमा रहेका बहुवर्षीय योजना तथा कार्यक्रमहरूको निरन्तरता, प्राकृतिक तथा मानवीय क्रियाकलापबाट सिर्जना हुन सक्ने विपदको समुचित व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र विकास प्रशासनलाई जनमुखी, गुणस्तरीय र प्रतिफलदायी बनाई प्राप्त उपलब्धिको न्यायोचित वितरण मार्फत सुशासन कायम गर्ने। माननीय सभामुख महोदय, प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रम र बजेट विनियोजन प्रस्तुत गर्न चाहन्छु। स्वास्थ्य क्षेत्र तथा कोभिड-19 महामारी रोकथाम, नियन्त्रण र उपचार, कोभिड-19 रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, अक्सिजन सिलिन्डर, रेमडेसिभिर, रिएजेन्ट, किट्स लगायतका उपकरण खरिदको लागि रु 20 करोड विनियोजन गरेको छु। कोभिड-19 महामारीले सिर्जना गरेको जटिल परिस्थितिको सामना गर्न आवश्यक औषधि, उपकरण खरिदका लागि पर्याप्त स्रोत सुनिश्चित गरेको छु। साथै कोरोना महामारी रोकथाम, नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बेहोरा सम्मानित सभा समक्ष निवेदन गर्न चाहन्छु। यस प्रदेशभित्र विभिन्न अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई मध्यनजर गर्दै 35 वटा डायलिसिस मसिन खरिदका लागि रु 12 करोड विनियोजन गरेको छु। कोभिड-19 महामारीले सृजित जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गरी समुचित उपचारको व्यवस्था गर्न जनकपुर धामको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्ययन, अध्यापन र अनुसन्धान गर्ने क्षेत्रको रूपमा विकास गर्न चालु आर्थिक वर्षमा रु 9 करोड उपलब्ध गराइसकेको र आगामी आर्थिक वर्षमा रु 10 करोड विनियोजन गरेको छु। यसका लागि थप बजेट व्यवस्थापन आन्तरिक ऋणबाट गरिनेछ। कोरोना महामारीको उपचारमा जनशक्तिको अभाव हुन नदिन अस्पताल तथा प्रयोगशालाहरूमा थप जनशक्ति व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु। नेपाल सरकारको समन्वय एवं सहकार्यमा
कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खट्ने प्रदेश मातहतका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु। प्रदेश अस्पताल जनकपुर धामका लागि क्याथ ल्याब, एडभान्स सिटी स्क्यान मसिन, आइसियू, एचडियू स्थापनार्थ उपकरण खरिदको लागि रु 19 करोड विनियोजन गरेको छु। प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक उपकरण सहितको स्तर उन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको छु। पोखरिया अस्पताल पर्सा, भारदा अस्पताल सप्तरीलाई प्रदेश अन्तर्गत सञ्चालन गर्ने निर्णय भए अनुरूप उक्त अस्पतालहरूको भौतिक संरचना सुधारको लागि आवश्यक रकम विनियोजन गरेको छु। अन्य स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार निर्माण र सुधारको लागि रु 16 करोड विनियोजन गरेको छु। सङ्घीय सरकार सङ्घको समन्वय र सहकार्यमा प्रदेशभित्रका सीमाङ्कृत विपन्न दलित परिवारहरूको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था मिलाइएको छ। आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, होमियोपैथिक तथा अन्य परम्परागत उपचार पद्धतिको अध्ययन अनुसन्धान र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सा अनुसंधान केन्द्र स्थापना एवं स्थानीय तहमा स्वास्थ्य तथा नागरिक आरोग्य केन्द्रको स्थापना तथा नियमित सञ्चालन गर्न रु 4 करोड 30 लाख बजेट व्यवस्था गरेको छु। पूर्ण सुरक्षित मातृत्व प्रदेश तथा जीरो होम डिलिभरी कार्यक्रमलाई पाइलोटिङको रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। शिक्षा क्षेत्र प्रत्येक जिल्लामा एक-एकवटा नमुना सामुदायिक विद्यालय स्थापना तथा सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न रु 24 करोड विनियोजन गरेको छु। प्रदेश स्थित सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्र छात्राहरूलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण तथा स्तर उन्नति गर्न रु 8 करोड विनियोजन गरेको छु। प्रदेश स्थित ऐतिहासिक पुस्तकालयहरू तथा संस्कृत विद्यालयहरूको सुदृढीकरण र जनकपुर धाममा प्रादेशिक स्तरको पुस्तकालय निर्माण कार्यको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, दलित, मुस्लिम छात्र तथा मधेस आन्दोलनका शहीद परिवार, घाइते परिवारका लागि छात्रवृत्तिको व्यवस्था गर्न रु 2 करोड विनियोजन गरेको छु। सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको प्राथमिक स्वास्थ्य उपचार परामर्श सेवा उपलब्ध गराउन एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन रु 3 करोड 50 लाख रकम विनियोजन गरेको छु। सप्तरीमा कृषि विश्वविद्यालय, वीरगञ्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय, धौन्सा जिल्लालाई शैक्षिक हबको रूपमा विकास गर्न सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। सिप विकास तथा रोजगारी रोजगार सूचना केन्द्रलाई व्यवस्थित तुल्याई सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रदेश अनुकूल परिमार्जन गरी विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रममा रु 8 करोड रकम विनियोजन गरेको छु। कोभिड-19 महामारीका कारण रोजगारी गुमाएका युवाहरूको लागि युवा स्वरोजगार कार्यक्रममा रु 15 करोड रकम विनियोजन गरेको छु। उद्यमशीलता मार्फत रोजगारीका अवसर सिर्जना गर्न रु 28 करोड 50 लाख रकम विनियोजन गरेको छु। दलित समुदायका महिला तथा युवाहरूको सिप विकास मार्फत रोजगारीका अवसर सिर्जना गर्न विगत वर्षदेखि सञ्चालनमा रहेका
सर्वजित कार्यक्रमलाई निरन्तरता दिँदै रु 2,40,00,000 रकम विनियोजन गरेको छु। स्थानीय श्रम सिप क्षमता अभिवृद्धि गर्न व्यावसायिक शिक्षा तथा तालिम मार्फत आवश्यक प्राविधिक जनशक्तिको उत्पादन गरी आय आर्जनमा परिचालन गर्न सिप तथा व्यावसायिक तालिम परिषदका लागि सङ्घ र प्रदेशको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। महिला बालबालिका युवा तथा खेलकुद महिला सशक्तिकरण मार्फत राज्यको हरेक निकाय संस्कृति संपदा एवं प्रवर्धनका लागि विभिन्न सांस्कृतिक संग्रहालय र प्रदेश भाषा कला तथा संस्कृति प्रतिष्ठान स्थापनाका लागि पूर्व सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेशभित्रका धार्मिक सांस्कृतिक क्षेत्रको विकास र प्रवर्धनका लागि रु 16 करोड रकम विनियोजन गरेको छु। प्रदेशको मौलिक संस्कृति कला तथा अन्य विद्याको संरक्षण र संवर्धनका लागि आवश्यक वादन सामग्री उपलब्ध गराउने आवश्यक बजेट विनियोजन गरेको छु। भूमि कृषि तथा पशुपालन प्रदेश को प्रमुख आर्थिक क्षेत्र को रूप में रहेका कृषि क्षेत्र को उत्पादन र उत्पादक को अभिवृद्धि गर्ने उद्देश्यले दूध पदार्थ में आधारित फलफूल तथा माछा प्रशोधन उद्योगहरूको संभाव्यता अध्ययन सहित स्थापनाका लागि रु 4 करोड रकम विनियोजन गरेको छु। प्रदेशलाई दूध तथा मासु उत्पादन में आत्मनिर्भर बनाउन दूध तथा मासु मिशन कार्यक्रम र प्रस्तावमा आधारित पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम को लागि रु 13 करोड बजेट विनियोजन गरेको छु। प्रदेश को अनुकूलता बमोजिम व्यावसायिक महत्वका तरकारी र मसाला पुष्प खेती पोषण युक्त बालीहरू ओल सोइजन अनार मेवा च्याउ लगायतका व्यावसायिक खेती को प्रवर्धन गर्न रु 1,50,00,000 विनियोजन गरेको छु। कृषक विपन्न गरीब भूमिहीन तथा सामाजिक रूप में पिछड़िएका साना कृषकहरू एकल महिला मधेस आंदोलन का शहीद र घाइते परिवार को आय आर्जन तथा जीविकोपार्जन में टेवा पुर्याउन मुख्यमंत्री किसान उत्थान कार्यक्रमलाई निरन्तरता दिन रु 5 करोड विनियोजन गरेको छु। बाली र वस्तु परिवेश में संतुलन कायम राख्न एकीकृत शत्रु जीव व्यवस्थापन जलवायु मैत्री कृषि प्रविधि विस्तार र कृषि जैविक विविधता प्राकृतिक जलाशय संरक्षण माटो स्वास्थ्य प्रवर्धन कार्यक्रमहरू सञ्चालनमा आवश्यक बजेट विनियोजन गरेको छु। बाली नारी र पशु वस्तुमा महामारी रोग र हानिकारक कीराहरूको प्रकोप फैलिन नदी तत्काल स्थलगत रूपमा महामारी नियन्त्रणका लागि पशु पंक्षी घुम्ती सेवा भेटनरी मोबाइल भ्यान सहितको ऱ्यापिड रिस्पोन्स टीम को परिचालन गर्न स्थानीय तहसँग सहकार गरी आकस्मिक व्यवस्थापन गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषि र उद्यमीहरूलाई व्यवसायिक कृषि को लागि कृषि सामग्री ढुवानी को लागि वाहन लगायत
का कृषि यन्त्र र भौतिक पूर्वाधार तरकारी र फलफूल बजार, स्थल निर्माण, मलको व्यवस्थापन, वेयर हाउस, कोल्ड स्टोरेज, कोल्ड रूम स्थापना गर्न अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिन रु 10 करोड 80 लाख बजेट विनियोजन गरेको छु। कृषि उत्पादन तथा बजारीकरणको निम्ति महत्त्वपूर्ण कृषि पैकेट क्षेत्र केन्द्रित गरी पालिकाहरूमा कृषि सडकलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु। डीप ट्युबवेल, स्यालो ट्युबवेल को शुद्धिकरण तथा आधुनिकीकरण र नदीहरूको व्यवस्थापन गरी विद्यमान किसान कृषि सिंचाई प्रणालीहरूको क्षमता अभिवृद्धि कार्यलाई निरन्तरता दिई स्थानीय स्तरमा रहेका साना सिंचाई पूर्वाधारहरूलाई समुदायबाटै व्यवस्थापन हुने गरी सञ्चालनमा ल्याउन रु 10 करोड 20 लाख बजेट विनियोजन गरेको छु। विपन्न गरिब तथा सामाजिक रूपमा पछाडि पारेका साना कृषकहरूको लागि स्वरोजगारमूलक विशेष पशु पंक्षी तथा मत्स्य पालन कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु। आकस्मिक पशु पंक्षी तथा मत्स्य महामारी रोग नियन्त्रण तथा उपचारको कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उद्योग, पर्यटन, वन तथा वातावरण संरक्षण। आगामी आर्थिक वर्षमा नेपाल सरकार स्थानीय तह, अन्तर्राष्ट्रिय सङ्घ संस्था लगायत सरोकारवालाहरूसँगको सहकार्यमा चुरे संरक्षणका लागि विशेष पहल गर्नेछ। यसका लागि आकस्मिक भू संरक्षण एवं एकीकृत भू संरक्षण तथा पर्यापर्यटनको लागि रु 18 करोड 36 लाख विनियोजन गरेको छु। वातावरणीय अनुकूलतालाई दृष्टिगत गर्दै सडक किनार, ग्रीन बेल्ट तथा आसपास क्षेत्रमा फलफूल लगायत अन्य वृक्षारोपण कार्यलाई अभियानको रूपमा सञ्चालन गर्न रु 7 करोड 38 लाख विनियोजन गरेको छु। जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह लगायत लोकतान्त्रिक आन्दोलनका योद्धाहरूको सम्मानमा स्मृति पार्क निर्माण गर्नका लागि रु 1 करोड विनियोजन गरेको छु। प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एक जलाशय पोखरीको संरक्षण, संवर्धन एवं व्यवस्थापनका लागि रु 32 करोड विनियोजन गरेको छु। निर्माणाधीन मठ, मन्दिर, गुम्बा, मस्जिद, कबगाह लगायत धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन एवं निर्माणको लागि रु 18 करोड विनियोजन गरेको छु। ग्रामीण पर्यटन प्रवर्धन एवं आर्थिक आत्मनिर्भरताको मार्ग प्रशस्त गर्न होम स्टे कार्यक्रम सञ्चालनका लागि रु 1 करोड विनियोजन गरेको छु। पौराणिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाको सम्पन्न यस प्रदेशका सम्पदाहरूको संरक्षण एवं पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न पर्यटकीय पूर्वाधार निर्माण एवं सम्पदा संरक्षणको लागि रु 15 करोड विनियोजन गरेको छु। प्रादेशिक प्रथम पञ्चवर्षीय योजनाले प्रेक्षित गरेको प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्वाधार विकास एवं सौन्दर्यकरणको लागि रु 15 करोड विनियोजन गरेको छु। हरित एवं स्वच्छ प्रदेशको परिकल्पनालाई साकार गर्न प्रदेशका 64वटै निर्वाचन क्षेत्रमा हरित पार्क निर्माणको लागि रु 16 करोड विनियोजन गरेको छु। प्रदेशमा आउने पर्यटकहरूलाई लामो समयसम्म बस्ने वातावरण बनाउन मिनिनेचर अफ नेपाल सहितको पर्यटकीय पूर्वाधार भएको नेपालको आँखी झ्याल स्थापना तथा निर्माणका लागि रु 4 करोड विनियोजन गरेको छु। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्धन गर्न सुविधा सम्पन्न स्नो सिटी फन पार्क निर्माणका लागि रु 10 करोड विनियोजन गरेछु। भौतिक पूर्वाधार विकास,
प्रादेशिक सडक सञ्जालको सन्तुलित विकासको आधारको रूपमा रहेको प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा 5 किलोमिटर पक्की सडक निर्माण कार्यलाई निरन्तरता दिँदै रु 67 करोड 20 लाख विनियोजन गरेको छु। क्रमागत योजनाको रूपमा स्वीकृत एवं स्रोत सुनिश्चित भइसकेका सडक पुल आयोजनाहरू सम्पन्न गर्न यथेष्ट बजेट विनियोजन गरेको छु। प्रदेशमा सञ्चालनमा रहेका दलित गरीब आवास निर्माण कार्यलाई निरन्तरता दिँदै सो कार्यका लागि निरन्तरता दिन रु 8 करोड विनियोजन गरेको छु। प्रदेशका विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवास उपलब्ध गराउन रु 20 करोड विनियोजन गरेको छु। कृषि निर्भर अर्थतन्त्रको रूपमा रहेको प्रदेशको कृषि विकासलाई दृष्टिगत गर्दै किसानको खेतबारीमा सिँचाइ उपलब्ध गराउन मझौला सिँचाइ योजनाहरूको निर्माणका लागि प्राथमिकतामा राखी रु 41 करोड विनियोजन गरेको छु। अतिवृष्टिका कारण उत्पन्न हुने बाढी पहिरो जस्ता समस्यालाई समाधान गर्ने दृष्टिकोणले नदी नियन्त्रणको लागि रु 30 करोड विनियोजन गरेको छु। प्रदेशका प्रत्येक स्थानीय तहको वार्डदेखि पालिकाको केन्द्र सदरमुकाम जोड्ने सडक निर्माण तथा ढलान कार्यको लागि रु 68 करोड विनियोजन गरेको छु। निरन्तरता पाएका सार्वजनिक निर्माण सम्बन्धी अधुरो योजनाहरू तथा अन्य सार्वजनिक निर्माण कार्यको लागि रु 20 करोड विनियोजन गरेको छु। मधेस भवनभित्र सुविधा सम्पन्न सेवाग्राही मैत्री प्रशासकीय भवन निर्माण गर्नको लागि रु 5 करोड विनियोजन गरेको छु। मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विगतमा सञ्चालित तथा स्रोत सुनिश्चित भएका क्रमागत योजनाहरूलाई सम्पन्न गर्न रु 31 करोड विनियोजन गरेको छु। जनताको हक र अधिकारको लागि सङ्घर्ष गर्नुभएका यथक योद्धा स्वर्गीय रामराजा प्रसाद सिंह, स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिग स्थापनाका लागि रु 4 करोड विनियोजन गरेको छु। साथै शहीद दुर्गानन्द झाको शालिग निर्माण कार्यलाई निरन्तरता दिन रु 2 करोड विनियोजन गरेको छु। प्रजातन्त्र सेनानी देवनारायण यादव स्मृति पार्क सौन्दर्यकरणको लागि रु 2 करोड विनियोजन गरेको छु। शान्ति सुरक्षा सञ्चार तथा विपद व्यवस्थापन, सूचना तथा समाचारको सम्प्रेषणलाई व्यवस्थित बनाउन प्रदेश मुद्रण छापाखाना स्थापना कार्यलाई निरन्तरता दिँदै कार्य सम्पन्नका लागि रु 2 करोड विनियोजन गरेको छु। विपदको व्यवस्था राहत एवं व्यवस्थापनको लागि इभ्याकुएसन केन्द्र निर्माण गर्न रु 5 करोड विनियोजन गरेको छु। शान्ति सुरक्षाको क्षेत्रलाई सुव्यवस्थित बनाउन प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकी, ट्राफिक तालिम केन्द्र लगायतका निकायहरूको पूर्वाधार निर्माणका लागि रु 7 करोड 33 लाख विनियोजन गरेको छु। सशस्त्र प्रहरी बल तथा मातहतका सीमा सुरक्षा बलहरूको कार्यालय पूर्वाधार निर्माणका लागि रु 1 करोड 35 लाख विनियोजन गरेको छु। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जनचेतना कार्यक्रमसँगै खोज तथा उद्धार कार्य एवं विपद व्यवस्थापन सम्बन्धी गोदाम घर निर्माण लगायतका पूर्वाधार निर्माणका लागि रु 1 करोड 72 लाख विनियोजन गरेको छु। लागू औषध विरुद्धको अभियानलाई निरन्तरता दिँदै स्थानीय तहको सहकार्यमा लागू औषध दुर्व्यसन पुनर्स्थापना केन्द्र स्थापनार्थ रु 1 करोड 90 लाख विनियोजन गरेको छु। मधेस आन्दोलनका शहीद परिवारलाई भरण पोषण भत्ता तथा मधेस शहीद स्मारक पार्क निर्माण एवं
पर्सामा निर्माणाधीन अधुरो निर्माण कार्य पूरा गर्न रु 1,75,00,000 विनियोजन गरेको छु। मधेस आन्दोलनका घाइतेहरू तथा मधेस आन्दोलनबाट पीडित रहेका तथ्याङ्क सङ्कलनका लागि आवश्यक बजेट विनियोजन गरेका छु। मधेस आन्दोलनका शहीदहरूको सन्तानलाई अध्ययन, छात्रवृत्ति तथा शहीद परिवारलाई रोजगारमूलक तालिम प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सञ्चार क्षेत्रको संस्थागत विकासलाई प्राथमिकता दिँदै मीडिया काउन्सिल, आम सञ्चार प्राधिकरण एवं चलचित्र लोक सञ्चार प्रवर्धन बोर्डको लागि रु 5 करोड विनियोजन गरेको छु। आम नागरिकको सूचित हुने गरी अधिकारको सुनिश्चिततालाई टेवा पुर्याई सूचनाको हकको प्रत्याभूति गराउन लोक कल्याणकारी विज्ञापन कार्यक्रममा रु 2 करोड विनियोजन गरेको छु। सामाजिक सुरक्षा, दलित सशक्तिकरण ऐनको आधारमा दलित विकास समिति गठन भई कार्य सञ्चालनमा आइसकेकोले उक्त समितिको लागि रु 2 करोड विनियोजन गरेको छु। सामाजिक एवं आर्थिक रूपमा सबभन्दा सीमान्त जीवन व्यतीत गर्ने दलित समुदायको स्वास्थ्य सुविधाको सुनिश्चितताको लागि दलित समुदाय स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। दलित सशक्तिकरण कार्यक्रमलाई प्राथमिकता दिँदै दलित छात्रावास निर्माणको लागि रु 8 करोड विनियोजन गरेको छु। मुख्यमन्त्री बेटी पढाओ बेटी बचाओ अभियानलाई निरन्तरता दिन रु 20 करोड विनियोजन गरेको छु। सार्वजनिक सेवा प्रवाह सुशासन तथा राष्ट्र सेवक प्रदेश निजामती सेवा ऐन जारी भई प्रदेश लोक सेवा आयोगबाट पदपूर्तिको प्रक्रिया सुरुवात भइसकेको छ। यसबाट प्रदेशका विभिन्न निकायहरूमा रिक्त हुने पदहरू समयमै पूर्ति भई सेवा प्रवाह तथा विकास निर्माण कार्यमा सहज हुनेछ। प्रदेश लोक सेवालाई स्रोत साधन सम्पन्न बनाउन रु 10 करोड विनियोजन गरेको छु। प्रदेश सरकारका कर्मचारीहरू तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सिप दक्षता क्षमता अभिवृद्धि गर्न ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई आवश्यक बजेट विनियोजन गरेको छु। विनियोजन दक्षता अभिवृद्धि गर्दै निकासा प्रणालीलाई सरल, सहज र व्यवस्थित बनाई आर्थिक पारदर्शिता कायम गर्न प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तर्गत रहने गरी कम्तीमा 3 स्थानमा प्रदेश लेखा इकाइ कार्यालय स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। प्रदेशमा सञ्चालित योजनाहरूलाई समयमा सम्पन्न गर्नका लागि आयोजना प्रमुख र लेखा उत्तरदायी अधिकृतको बीच कार्य सम्पादन सम्झौता गर्ने प्रक्रियाको सुरुवात गरी कार्य सम्पादनलाई मूल्याङ्कनको आधार बनाइनेछ। सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन चालू खर्चलाई मितव्ययी र पुँजीगत खर्च बढाउने गरी बजेटको विनियोजन गरेको छु। प्रदेशमा सञ्चालन हुने निर्माणसँग सम्बन्धित योजना तथा कार्यक्रमहरूको गुणस्तर परीक्षण गरी निर्माण कार्यलाई दिगो बनाउने उद्देश्यले प्राविधिक प्रशिक्षण प्रयोगशालाको स्थापना गर्न रु 1 करोड विनियोजन गरेको छु। सार्वजनिक सेवालाई सर्वसुलभ, छरितो र प्राविधि मैत्री बनाइनेछ। साथै योजनामा कार्यान्वयनको प्रभावकारी अनुगमन प्रणाली तयार गरी लागू गर्न आवश्यक व्यवस्था गरेको छु। प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहमा कार्यरत जनशक्तिहरूको क्षमता विकासका कार्यक्रमहरू समेत
सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। नेपाल सरकारबाट राजसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुनिश्चित गरेको तलब वृद्धिलाई प्रदेश सरकारका सार्वजनिक निकायका कार्यरत कर्मचारीहरूको लागि समेत लागू हुने गरी बजेट व्यवस्थापन गरेको छु। साथै चालू आर्थिक वर्षमा कार्यान्वयनमा रहेका आन्तरिक पर्यटन कार्यक्रमलाई आर्थिक वर्ष 2078-79 में समेत निरंतरता दिएको छु। राजस्व प्रशासन सुधार तथा स्थानीयता प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाई आर्थिक विकास गतिविधिहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। संविधान प्रदत्त अधिकार क्षेत्र बमोजिम राजस्वका संभावित क्षेत्रहरूको पहचान गरी विद्यमान राजस्व प्रणाली संस्थागत तथा संरचनागत सुधार गरी राजस्व संकलनलाई वैज्ञानिक तथा वस्तुनिष्ठ बनाउन आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेशको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउने उद्योग व्यवसाय तथा निकायहरूको अनुगमन प्रणाली व्यवस्थित बनाउन आवश्यक बजेट विनियोजन गरेको छु। साथै स्थानीय तहबाट प्रदेश सञ्चित कोषमा प्राप्त हुने राजस्व समयमै दाखिला गराउन आवश्यक अनुगमन गर्न पहल गर्नेछ। मान्य सभामुख महोदय, अब म माथिका कार्यक्रमहरू कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा कार्यान्वयन गर्न रु 33 अरब 79 करोड 14 लाख 30 हजार बजेट विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ 15 अरब 63 करोड 33 लाख 47 हजार अर्थात 46.26% र पुँजीगत तर्फ 18 अरब 5 करोड 80 लाख 83 हजार 8 अर्थात 53.44% र वित्तीय व्यवस्था तर्फ रु 10 करोड अर्थात 0.30% रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजस्वबाट रु 3 अरब 4 करोड 91 लाख 30 हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु 13 अरब 90 करोड 34 लाख, राजस्व बाँडफाँटबाट रु 9 अरब 58 करोड 89 लाख र चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौजात रु 6 अरब 25 करोड गरी जम्मा रु 32 अरब 79 करोड 14 लाख 30 हजार बेहोर्दा रु 1 अरब न्यून हुने देखिन्छ। सो न्यून रकम पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गर्नेछ। प्रदेश सभा निर्वाचन क्षेत्र विकासका लागि आगामी आर्थिक वर्षमा रु 2 अरब 35 करोड रकम विनियोजन गरेको छु। प्रदेशभित्रका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्षमा वित्तीय हस्तान्तरणका लागि रु 3 अरब 16 करोड 50 लाख रकम विनियोजन गरेको छु। अन्तमा बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने मान्य प्रदेश प्रमुख, मान्य मुख्यमन्त्री, मान्य सभामुख र मान्य मन्त्रीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। कोभिड-19 को महामारीको विषम परिस्थितिमा समेत अमूल्य सुझाव दिई प्रदेश सरकारको बजेट तर्जुमामा कार्यलाई मार्ग प्रस्तुत गर्नुहुने सम्पूर्ण मान्य सदस्यहरूलाई हार्दिक आभार प्रकट गर्दछु।
बजेट तर्जुमा का क्रम में अहरात खट्नु हुने संपूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु। प्रदेश को समृद्धि र विकास का लागि प्रस्तुत बजेट कार्यक्रम में विभिन्न राजनीतिक दल का शीर्ष नेता, स्थानीयता का जनप्रतिनिधि, अर्थविद, विभिन्न पेशा व्यवसाय का संगठित संस्थाहरू, वैदेशिक विकास साझेदारहरू र नागरिक समाज, सञ्चारकर्मी, करदाता तथा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पुर्याउनु भएको सहयोग र सद्भावनाको लागि धन्यवाद दिँदै बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग पुर्याउने पूर्ण विश्वास गरेको छु। धन्यवाद। माननीय सदस्यहरू, अब यो बैठक आजै 5:30 बजेसम्मको लागि स्थगित हुन्छ।